कथा सबैका हुन्छन्, तर एकिनासको होइन, फरक धेरै भिन्न। सम्झन लायक घटना जो मानसपटलमा रहिरहन्छ र बेला झस्काइदिन्छ। प्रेम यौवनले निम्ताएको परिस्थिति, विभेदकारी समाजले दिएको पीडा, यी यावत क्षणहरू आँखी घुमिरहन्छन् याद बनेर। बालापन राम्रै बित्यो भन्ने लाग्छ। यौवन सुरु भयो, रमाइलो, चिन्ता रहित, हिँड्ने डुल्ने अनि विद्यालय जाने। दिनचर्या यसरी नै बित्यो। स्कुले जीवन साँच्चीकै सम्झना लायक हुन्छ। साथी सङ्गीहरूको साथ, मेलमिलाप, कति खुसी लाग्दा दिनहरू। यौवनले सोने लाग्दा विपरीत लिङ्गी प्रतिको आकर्षण त हुन्छ नै। म पनि कसैप्रति प्रेमको भावले होइन, उमेरमा हुने चञ्चलता त्यसैको परिणाम होला। मभन्दा तल्लो तहमा अध्ययन गर्ने युवती निकै मन पर्न थाल्यो। तर अफसोस उनी दलित समुदायकी छोरी थिइन्। म भने समाजले भन्ने गरेको उपल्लो जातको केटा थिएँ, अर्थात् ब्राह्मणको छोरा। मलाई उनीप्रतिको आकर्षण हुने बेला त्यति साह्रो जातभातको कुरा थाहा नभए पनि उनले छोएको खानुहुन्न अनि हाम्रो घरभित्र पस्नु पनि हुँदैन भन्ने थाहा थियो। र पनि समाजले गर्ने विभेदको विषयमा भने थाहा थियो। र त उनीसँग प्रेम गर्ने भूत चढेको थियो। दलितको छोरी भए पनि देख्दा निकै आकर्षित थिइन्। पत्तै नहुँदो रहेछ कति बेला प्रेममा परिन्छ भन्ने। एक अर्कोको मन मिलेपछि गाह्रो पनि नहुने प्रेममा पर्नु। स्कुलमा उनलाई देख्दा बोलाउँथे कहिलेकाहीँ, यता आउन। नाइ, म आउँदिन, डर लाग्छ। खै किन डराउँथिन्? नजिक पर्न अचम्म लाग्थ्यो। सायद अझै प्रेमको रस उनले नबुझेर होला। अलिक लजाए जस्तो गर्ने। हुन त छोरी मान्छे लजाएकी राम्रो देखिन्छ नि है। सम्बन्ध हाम्रो कस्तो थियो पत्तै थिएन। समय बित्दै जाँदा हामी नजिक थियौँ। म प्रेम गर्थेँ, उनी पनि सायद प्रेम गर्थिन्, आशा लाग्थ्यो अलिअलि। स्कुल जाँदा आउँदा मात्रै कुरा हुन्थ्यो। एकान्तमा धेरै समय खासै बसिएन। 5-7 महिना यसरी नै बित्यो। एक दिन हामी स्कुलबाट फर्किँदै गर्दा कुराकानी भयो अनि उनलाई घुम्न जाने प्रस्ताव गरे। 1-2 दिनपछि गाउँबाट 2-3 घण्टा हिँडेर जान पर्ने ठाउँमा मेला लाग्दै थियो। त्यही जाने निधो गर्यो। उनी पनि सहमत भइन्। अन्तत हामी भेट्ने भनेको दिन सबैले उठेर बाटो लाग्यौं। सँगै कुराकानी गर्दै हिँड्यौं। प्रेमका कुरा, जीवनका कुरा सबै हुन्थे। अलि बिस्तारै आउनु, बाटो अप्ठ्यारो छ। हस्, तिमीले थकै लागे छैन र? म त थाकिसके भने। ती हिँड्दा पनि बसु न एक ठाउँमा। यहाँ अलिकति शीतल रहेछ, यही बसु ल। तपाईँले मनदेखि मलाई माया गर्नुहुन्छ कि मुखले मात्र ठिक्क पारेको नि? मनदेखि नै गर्छु नि। किन गर्दैन जस्तो लाग्छ र? तिमीले भन्दा अझै बढी मैले गर्छु तिमीलाई माया। मलाई नि हजुरको धेरै माया लाग्न थालेको छ। यसरी नजिक हुँदै गर्दा पछि छुट्टिन गाह्रो पो हुने हो कि डर लाग्छ। पछिको कुरा कसरी थाहा हुन्छ प्रिय? त्यही नै हामी सधैँ एक हुनेछौँ। विश्वासको डोरी टुट्नु भएन। बस जिन्दगी भर तिमीसँगै काट्नेछु। जाम हिँड्नु ढिला भयो, फेरि साँझ फर्किनु पर्छ। अझै कति उकालो छ, हिँड्नै गाह्रो भइसक्यो। हुन्छ जाम। केही समयको उकालो हिँडेपछि मेला हेर्ने ठाउँमा पुगियो। रमझम धेरै थियो। सँगै उनीसँग मेला हेर्नको मजा पनि बेग्लै। केही समयपछि हिँड्ने तयारी गर्न थाल्यौं किनकि साँझ परिसकेको थियो। छ्या, रात परिसक्यो। छिटो छिटो जाम न, मलाई मार्छन् क्या घरमा। के गर्ने होला? नहात्यो न, पुगिहालिन्छ नि, केही हुँदैन कि। तपाईँलाई पो केही हुँदैन? छोरी मान्छेलाई कति गाह्रो हुन्छ कि थाहा तपाईँलाई? थाहा छ, किन नहुने। त्यही पनि कुरा मिलाएपछि बुझिहाल्नुहुन्छ नि तिम्रो घरमा, होइन र? ल ठिकै छ नि त। त्यसो भए फटाफट जाम। साँझ झमक्क परिसकेको थियो। सानो टर्च लाइट बाल्दै बिस्तारै हिँडिरह्यौं। उनको हात समातेर पनि हिँडे। केही समयपछि घर पुगियो। ल राम्रोसँग जाऊ है भन्दै उनीसँग छुटिए। म त घर आएँ, केही भन्नु भएन परिवारमा। तर उनको घरमा भने, किन यति अबेर आएको घरमा छोरी? आउँदा आउँदै ढिला भयो, टाढाको बाटो। अलि छिटो हिँड्नु पर्दैन त? यहाँ आइजा त। किन भन्नु न? गाउँमा त हल्ला हर्कर्की सुन्न थालेको छु। त्यो माथि उपल्ला घरको दाजुको छोरासँग हिमचिम छ रे।
मार्लान् 20 टका खलकले तँलाई मात्र होइन हामीले पनि मार्छन् लखेट्छ न हामीले गाउँबाट। मैले माया गर्छु उसलाई अनि उसले पनि मलाई माया गर्छ। नाटक हो, दलितसँग नि माया गर्छन्। 20 टका छोराले तँलाई समय काट्ने माध्यम बनाएका होलान्। आजदेखि भेट्ने कोसिस नगर्नु उसलाई। घरि बस्ने काम गर्ने उसको परिवारले थाहा पायो भने के भन्लान्? उनको बुबाले यसो भनेपछि मन खिन्न गराउँदै मलाई सम्पर्क गरिन् र घरको कुरा गर्न थालिन् र भनिन्। सुन्नुहोस् न, घरमा पापाले थाहा पाएर गाली गर्नुभयो कति, के गर्ने होला अब? चिन्ता नगर, बरु भेटेर कुरा गरौँला नि, हुँदैन र? हुन्छ, पहिले भेटेकै ठाउँमा भेटौँ न त। केही समयपछि भेट भयो हाम्रो। उनी भावुक थिइन्, निनाउरो अनुहार थियो। सायद घरको कारणले होला। किन, के भएर भन त? तिमी ठुलो जातको मान्छे, म सानो जातको मान्छे, कसरी हाम्रो मिलन हुन सक्ला र? सोच त, हामी एक भए पनि यो समाजले हामीलाई अलग आउँछ। सानो जातको भएर जन्मनु नै गल्ती भएछ। किन समाजले अझै पनि विभेद गर्छ? प्लिज, जसरी भए पनि हामी चाहिँ बिहे गर्नुपर्छ है। कान्छी, हाम्रो प्रेम यसरी झाँगियो कि अब छुट्टिन गाह्रो हुन्छ। समाजमा पनि गाईगुई हुन थालिसकेको छ। विभेदकारी समाजका विरुद्ध हामी प्रस्तुत हुनुपर्छ। हामी जस्तो बुझ्ने भएर नि जातपातको कुरालाई मानेर अगाडि बढ्नु ठिक होइन। बरु हामी सँगै भएर सकारात्मक सन्देश पैदा गराउनु राम्रो हुन्छ। त्यसैले त तिमी चिन्ता नगर, हामी पक्कै एक हुनेछौँ। कसैले हामीलाई एक हुन बाटो रोक्नेछ। यति भनेपछि केही शान्त मुद्रामा देखि, तर पीडा त छँदै थियो। जब प्रेमको गहिरामा पुगिन्छ नि, त्यसपछिको अवस्था पक्कै गाह्रो हुन्छ। न छोड्न सकिन्छ, न एक हुन। एउटा यस्तो मोडको पनि सामना गर्नुपर्छ। अझै मलाई कति गाह्रो छ कि समाज परिवारले कुनै पनि हालतमा नस्वीकार्ने प्रेमीसँग प्रेममा परेको छु। पछि के हुन्छ थाहा छैन, र पनि वर्तमान जो चलिरहेको छ, हामी सँगै भएर सँगै बसेर दुःख सुख गरेरै चलिरहेछ। मात्र समाजको आँखा पछाडि खुलिया प्रेम गर्न त कहाँ सकिन्छ र? यसरी नै समय बितेको थियो। मेरो घरमा त ठुलो भइसकिस्, हल्लेर खाएर पुग्छ र भनिरहन्थे। अनि मैले पनि सोचे उनलाई बिहे गर्नु छ। मलाई मेरो परिवारले अलग गाए पनि मसँग अलिकति पैसा त चाहिन्छ। तसर्थ विदेशी नै निर्णय गरे। बाध्यताको भुमरीमा हरेक नेपाली परे जस्तै म पनि परेँ। तर उनलाई फकाएर उनीसँग कसरी छुट्टिने निकै गाह्रो छेडको प्रतीक्षामा थिए। उनलाई सबै कुरा भने, तर उनलाई सम्हाल्न निकै गाह्रो। नजानु न मलाई छोडेर। तपाईँ नै जानुभयो भने म कसरी बस्ने यहाँ? यसै त सबैले मलाई गाली गर्छन्। फलानाको छोरासँग लागिस् भनेर म के गरेर बसौँ? हजुर बरु यही नेपालमै केही गरेर बस्नुहोस् न। हामी कुनै एक ठाउँमा गएर बसौला, सुखसँग जिन्दगी कटाउला, हुँदैन र? नेपालमै बसेर पनि के गर्नु? कतै केही पाइँदैन। केही वर्ष विदेश बसेर आए भने त कमसेकम हामी बिहे गरेर पनि राम्रोसँग सुखको साथ बस्न त सक्छौ नि, होइन र? त्यसैले बुझ प्यारी, भोलिको बारेमा पनि सोच्नु पर्ने रहेछ। बरु तिमी राम्रोसँग बस्नु, आफ्नो ख्याल गर्नु। जो कसैले जी भने पनि सहेरे बस्नु। एक दिन त हाम्रै प्रशंसा गर्ने दिन आउँछ। समाज जति अन्धो भए पनि हामी त बुझ्छौँ नि एकअर्कोलाई, होइन र? यति भन्दै म छुट्टिएँ। बलिन्धर आँसु बगाउँदै उनले विदाई गरिन्। मन त मेरो पनि कहाँ सम्हालिन सक्थ्यो र? देशै छोडेर पो जाने उनी। देश, परिवार अनि उनको माया मनमा राखेर अन्त म विदेशी। बाहिर हुँदा पनि कुराकानी त भइरहन्थ्यो फोनमा। विदेश आएको पनि पत्ती भएछ। 2 वर्ष बितिसकेछ। 2 वर्षको बसाइपछि म नेपाल फर्किएँ। नेपाल आइसकेपछि हतार परिवारलाई भेटेपछि उनलाई भेट्न गइहालेँ। यतिका वर्ष म कसरी बस्यो होला सोच्नु भएको छ तपाईँले? अब त आइसके नि, किन रोक त? अब हामी छुट्टिनु पर्दैन। धेरै समयको बसाई साँच्चीकै फलदायी थियो उनी बीच। उनी र म बीच मेरो हरेक सम्बन्ध स्थापित भएको थियो।
उनी डराउँथिन् घरिघरि र भन्थिन् मलाई छोड्नु त हुन्न नि है। उनलाई सम्झाउँदै भन्थे आफ्नो मायालुलाई सजिलै भुल्न कहाँ सकिन्छ र। यति भनेपछि ढुक्क हुन्थिन्। आएको केही समयपछि परिवारमा घाइघुइ चल्न सुरु भइसकेको थियो। बिहे गर्ने जस्तो कुरो पनि थियो, तर उनलाई छोड्न निकै गाह्रो थियो। उता उनको घरमा पनि दबाब निकै थियो, अन्त्य बिहे गरिदिने भनेर। खै के गर्ने सोच्नै सकेको थिएन। उनीसँगको भेटमा फेरि अर्को चिन्ता थपियो। उनी अत्तालिँदै भनिन् म गर्भवती छु भनेर। यो कुरा थाहा पाइसकेपछि मलाई निकै डर लाग्यो र उनी पनि उत्तिकै डरमा थिइन्। के गर्ने कसो गर्ने के सोच्नै सकिन। अनि भने बच्चा फालौँ ल। नाइ, म कुनै पनि हालतमा यो बच्चा फाल्दिन। यो त हाम्रो मायाको चिनो हो नि। उनी कुनै पनि हालतमा बच्चा फाल्ने सोचमा थिएनन्। मैले भने बच्चा सुटुकै फालौँ। विश्वास गर न, बिहे त हुन्छ हाम्रो, तर बच्चा सँगै भागेर जाँदा समाजले के भन्ला। एक त यसै पनि समाजको नजरबाट हामी गिरिसकेका छौँ। तर उनले आफ्नो जिद्दी छोडिनन्। जसले जेसुकै भने पनि म सहन सक्छु, तर हाम्रो मायाको चिनो फाल्न दिँदैन। बरु एक्लै कतै गएर बस्छु कि त यो संसारलाई छोडेर जान्छु, त्यस्तो नि भन्ने हो। तर अब के गर्ने त। चिन्ता बढ्दै थियो। भोक निद्रा सब हरायो। कसरी एक हुने भन्ने कुराले झन् बढी सोच्न बाध्य बनायो। अन्ततः उनको घरमा थाहा भएछ। त्यसपछि उनको परिवार निकै आकर्षित बन्यो। हाम्रो घरमा पनि थाहा भयो। तर कसरी हुन्छ यसलाई मिलाएर अर्को बिहे गरिदिने सोच गर्नुभयो। मेरो घरमा मान्छे जम्मा गरेर कुराकानी दुवैतर्फबाट हुन थाले। उनको परिवारले कुनै पनि हालतमा आफ्नी छोरी स्याहार्न पर्ने भन्दै जिद्दी गर्न थाल्नुभयो। बस मेरो मनमा उनीप्रति माया थियो, तर मेरै परिवार उनीसँग बाटो लगाउने कोसिस गर्दै थिए। अन्ततः मैले उनलाई स्वीकार्नै पर्ने भयो। तर म मेरो परिवारबाट अनि समाजबाट पनि अलगिन पर्ने भयो। मतलब हामीले एउटा छुट्टै घरले छाएको घरमा बस्नुपर्ने भयो, जो गाउँबाट अलिक एकान्तमा। परिस्थितिले जस्तो मोड लिए पनि उक्त उनीसँगै बस्ने संकल्प गर्दै म राजी खुसी भए। समाज परिवारबाट अलगिए पनि उनी साथमा थिए। उनी पनि खुसी देखिन्थिन् बाहिरी रूपमा, तर भित्री रूपमा भने एकदमै पीडा महसुस गरेको भान हुन्थ्यो। एक दिन म कतै बाहिर गाउँतिर थिएँ। दिनभरि घुमेपछि घर फर्किँदै गर्दा मानिसहरू आपत सापत गरिरहेको देखेँ। मलाई डर लागिरह्यो। हतारमा म बस्ने झुपडीमा गएँ। त्यहाँ मानिसहरूको भिड थियो। त्यही भिडको बिचमा एउटा लास थियो। के मानिस रुँदै कराउँदै थिए। म केही बोल्नै सकेन, निशब्द भए। त्यो लास मेरी उनैको थियो। के भनौँ, मेरो होस हराइसकेको थियो। आखिर किन यस्तो गर्यो तिमीलाई? आखिर किन यस्तो गर्यो? तिमीलाई माया त गरेकी थिए नि। जस्तो सुकै अवस्था आए पनि सँगै सामना गरौँला भन्थ्यौ त आखिर किन घायर भएर आत्महत्या गर्यो? भन त। जे भए पनि जिन्दगी खुसीसँगै काट्ने अभिलाषा थियो, तर सबै एकाएक बर्दाफुङ्क भएका छन्। सपना सबै उडायो। लास लैजाँदै गर्दा उनको म आफूलाई सम्हाल्नै सकेन। पछि के भयो मैले थाहा नै पाएन। बिउजिँदा तिम्रो पार्थिव शरीरलाई लगिसकेछन्। मानिसहरूको भिड छ। बिचमा म रोइ कराइरहेको छु तिमीलाई सम्झिँदै। बेहोसीमा छु म। आफूले मनदेखि माया गर्ने मान्छेको लास देख्दा कस्तो हुन्छ होला। म आफूले सम्हाल्न सकिरहेको थिएन। म कसरी सम्हालिन सक्छु? मनैदेखि माया गरे। तिमीलाई पाउनको लागि समाजसँग लडे। तिमीसँगै रहनको लागि आफ्नो परिवार समाज सबैबाट अलगी।
तर तिमीले छोड्यौ। तिम्रो कस्तो मन हो? किन एकपटक पनि मलाई सोचिनौ? तिम्रो माया गर्ने मान्छे छ भन्ने कुरा किन सोचिनौ? अनि त्यो निर्दोष बच्चाको के दोष थियो र? गर्भमै त्यसले मार्यो। आफू त मर्यो, मलाई पनि जिउँदै मार्यो। पछि तिमी आत्महत्या गरेको कोठामा गए। त्यहाँ सुसाइड नोट पनि थियो। त्यो भेटाए जसमा यस्तो लेखेको थियो: आशाको दियो टुट्यो प्रिय, अब सपना सबै भताभुङ्ग होलान् जस्तै भयो। सँगै जिउने अनि सँगै मर्ने बाचा पुरा हुँदैनन् होला। तर म तिमीबाट छुट्टिन सक्दिनँ। यति तिमीबाट अलगिन पर्यो भने यो संसारमै रहने छैन सधैँ भन्ने गर्थे। तर रात दिनको पीडा मैले सहन सक्दिनँ। समाजको हेपाई, परिवारले दिने दुःख कसरी सहने भन्नुहोस् न। त्यसैले यो संसारबाटै बिदा भए भने तपाईँलाई पनि सुख, समाज अनि परिवारलाई पनि आनन्द। त्यसैले मलाई माफ गर्नुहोस्। यो जुनीमा सँगै धेरै समय बस्न नपाए पनि सयौं जुनी हजुरकै हुन पाऊ। बाध्यतामा परे हजुर, माया नगर्नु थियो गरिहाले। बिचरा यो बच्चाको त के दोष थियो र? तर पनि म विवश छु। संसारमा म जति दिन रहे अनि तिम्रो साथमा रहे, बस त्यही काफी भयो। मलाई सम्झेर दुखी नहुनु है। सधैँ म हजुरकै समीपमै हुनेछु। त्यही अनुभूति गर्नु, खुसी रहनु है। अलविदा। आँसुले पालहरू बेचेछु, बलिन्धार आँसु बगाउँदै दिनसार बिताएकी हुन्छु। सबैले कोल्टी फेर्यो, तिमी त गयौ संसारबाट। तर तिम्रो यादहरू कहाँ जाँदो रहेछन्? रात दिन तिम्रै छचल्कोले सताउँदा मर्नु र बाँच्नु बनायो। बिर्सन खोज्छु, पटक्कै सकिएन। जबरजस्त बसिरहेका छन् मुटुमा तिम्रा यादहरू। संसारमा एक्लो भएको अनुभूत गर्छु। तिम्रै तस्बिर हेर्दै तिमीसँगै छौ कि भन्ने आभास गर्दै दिनरात बिताएको छु। अबका दिन कसरी बित्लान् मैले केही सोचेको छैन। तर जिन्दगीभर तिमीले मलाई रुवाउने नै भयो। यो जुनीमा लामो समय सँगै बस्न पाइएन। कति दुर्भाग्य हो हाम्रो। कहिले यता बौतारिन्छु, कहिले उता, ठेगानै छैन। कहाँ जाने, के गर्ने? परिवारका सदस्यले त अहिले घरमै बोलाए पनि म त्यही झुपडीमै बस्ने गर्छु। त्यही प्यारो लाग्छ। तिमी छौ कि भन्ने हुन्छ। एक दिन सबैले उठेर गाउँतिर लागे, अलिक पल्लो गाउँमा मन बुझाउनको लागि। मन त के बुझ्थ्यो र, त्यही पनि केही हल्का हुन्छ कि भनेर पल्लो गाउँमा साथी थियो, उसीसँग गए। दिनभरि बसे, सम्झाइ बुझे गर्दै थियो साथी। तर सकेसम्म उनको याद नआइदिए हुन्थ्यो भन्ने लाग्थ्यो मलाई। जमक्क सास पर्यो, जान्छु है भन्दै साथीसँग बिदा भए। घर जाँदा बाटोमा जङ्गल पर्थ्यो अनि सानो खोला पनि। अलिक डर लाग्दै ठाउँ थियो। ओह्रालो झरेर खोला नजिकै पुग्दा, ए भाइ, यति राति कहाँ जान थालेको?
भूतले तर्साउँछ भन्छन्, नजाऊ है त्यो बाटो, बिस्तारै ख्याल गरेर जाऊ है। हुन्छ हस् भन्दै म आफ्नो बाटो लागेँ। तर कता कता मन डराइरहेको थियो। रात छिपिसकेको थियो। अलिक तल झरेपछि खोला आउँछ। खोला तर्नै लाग्दा अर्कै अर्कै आवाज सुनिन थाल्यो। म यता उता फुर्किएँ, केही थिएन। फेरि अगाडि बढे, पछाडिबाट कसैले धक्काले जस्तो लाग्यो। पछाडि फर्किए, सेतै कपडा लगाएका जस्तै देखिन थाले। अगाडि हेर्छु, अगाडि पनि त्यस्तै। मुटु झन 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 काम्न थाल्यो। चिच्याउन खोजे तर बोली नै आएन। लाइट बाल्न खोज्छु, लाइट पनि बोल्दैन। जुनली रात भए पनि स्पष्टसँग बाटो देखिँदैन। खोला तरिरहँदा अगाडि पछि कराइरहेको आवाज सुन्छु। मान्छे पनि त्यस्तै देख्छु। म रोकिँदा उनी रोकिन्छन्, हिँड्छु फेरि हिँड्छन्। अलिक अगाडि गएपछि एउटा युवती बाटोमा उभिएको देखेँ। मुटु ढुकढुक ढुकढुक भइरहेको छ। उनी जस्तै लाग्ने हेर्दा नजिकै पुगे। यता उता हेरे, कोही छैन। मलाई तर्साएको भन्ने लागिसक्यो। तर पनि पुग्नै पर्नेछ घर। के गरौँ, कसो गरौँ, मेरो होस उडिसकेको थियो। कोही चिच्चाएको, कोही रोइरहेको आवाज सुन्छु। र पनि अगाडि बढेँ। र पनि अगाडि बढिरहेँ। फेरि कसैले बोलाए जस्तो लाग्यो। म केही बोलिनँ। फेरि पनि बोलायो। हेर्छु, कोही छैन। म पछाडि छु। हेर त, फरक्क फर्किए, कोही छैन। लाइट पनि बोल्दैन। अगाडि बढे, अलिक पर त्यस्तै युवती देखेँ र फेरि अगाडि बढेँ। म हिँडिरहेको छु। युवती जस्तै लाग्ने पनि हिँडिरहेको छ। अलिक माथि गएपछि एउटा चौपरी आयो, त्यहीँ बसे। लामो सास फेरे। फेरि कसैले मलाई समाए जस्तो लाग्यो। चिसो हातले जसङ्ग भए। के थिएन। उठे। अलिक माथि त गाउँ थियो, तर केही समय लाग्थ्यो पुग्न। यत्तिकैमा फेरि यस्तै आवाज आयो। धेरै नाम बोलाए जस्तै गरी कोही युवतीको आवाज सुनियो। म केही बोलेन। कता कता उनले मलाई डराउनु दिएको जस्तो लाग्यो। अनि डराइ म घर आएँ। घर आएर सुतिहाले। एकछिनमा ढोका खोलिए जस्तो आवाज आयो। उठे। फेरि सोच्छु भित्रै आए जस्तो लाग्छ। उठे, लाइट बाले, केही देख्दैन। अलिक बेरपछि म निदाएछु। सपनामा उनलाई देखेँ। सपनीमा आएर भनिन्, मसँगै नभए पनि तिमी अर्कै बिहे गर्नु, खुसी साथ रमाउनु, दुखी नहुनु। साँच्चीकै विपनामा भने जस्तै भयो। बिहान उठे। हिजोको कुरा अनि हिजो देखेको सपनाले दिनभरि के गर्ने जागर्ने लागेन। टोलाइरहेको हुन्छु। खाने मन पनि लाग्दैन। तर जीवन हो, सक्दै दुखी भएर पनि हुँदैन होला। तर आफूले माया गर्ने मान्छे, नजिकको मान्छे संसारमा नहुँदाको पीडा साँच्चीकै असह्य हुँदो रहेछ। जीवनभरि पुस्तो हुने गरी उनले यो धरती छोड्दा आघात पुग्ने रहेछ। विक्षिप्त भएर कति दिन बसौँ, तडपिएर कति दिन बसौँ। अब त बरु तिमीसँग आउने मन लाग्न थालिसक्यो। तिमी भएकी ठाउँमा आउने मन लाग्छ। किनकि तिमी बिना म कहाँ बाँच्न सक्छु र? हो, कहाँ बाँच्न सक्छु र? फेरि हामी सँगै जिउने अनि सँगै मर्ने बाचा थियो नि होइन? बाजी तू
काशी